यहाँ हेर्नुहोस्, सबभन्दा पहिला के भनिरहेछ, कस्ट सिट, कस्टको विवरण हेराउनु छ हामीले। त्यो कस्टको बारेमा थाहा हुनु पर्यो नि। जस्तै मेरो बारेमा कहीँ विवरण दिनु छ भने मेरो बारेमा थाहा हुनु पर्यो। सेम त्यस्तै हो, कस्टको यहाँ विवरण दिनु छ भने कस्टको बारेमा थाहा हुनु पर्यो। अब कस्ट भनेको नयाँ नौलो होइन, जुन मैले तपाईँहरूले पढाइदिएछु डे 2 डे 3 को क्लासमा, त्यही हो एक्सपेन्सेस। अब एक्सपेन्सेस हामी पढ्छौँ, भन्नुहोस् त एक्सपेन्सेस कति किसिमको हुन्छ? एक्सपेन्सेस चाहिँ हाम्रो दुई किसिमको हुन्छ, मैले भनेको थिएँ होइन। एक्सपेन्सेस चाहिँ कति किसिमको हुन्छ? दुई किसिमको हुन्छ। एउटा डाइरेक्ट कस्ट हुन्छ अनि अर्को भनेको हाम्रो के हुन्छ? इनडाइरेक्ट कस्ट हुन्छ। पढेछौँ हामी डाइरेक्ट कस्ट र हामी अर्को के पढेछौँ? इनडाइरेक्ट कस्ट। हेर्नु होला, यति सिम्पल छ, धेरै सिम्पल लाग्छ है, ध्यानले सुनिदिनुहोस्। एउटा हुन्छ डाइरेक्ट कस्ट अनि अर्को हाम्रो के हुन्छ? इनडाइरेक्ट कस्ट। मैले भनेको थियो नि, डाइरेक्ट कस्ट भन्नाले के हो? हामी कुनै वस्तु उत्पादन गरिरहेछ भने ठिक त्यो वस्तुमा लागेको जति खर्चहरू हुन्छ त्यो सबै भनेको हाम्रो के हो त? डाइरेक्ट कस्ट हो। तर इनडाइरेक्ट कस्ट भनेको हाम्रो के हो? त्यो वस्तु उत्पादन गर्ने सिलसिलामा लागेको सहायक खर्च नै हाम्रो के हो त? इनडाइरेक्ट कस्ट हो। यसलाई हामी यस्तो पढेका थियौँ नि त, इनडाइरेक्टलाई हामी अर्को नामले पनि चिन्छौँ, ओभरहेड होइन भनेको थियो। अनि ओभरहेडलाई नेपालीमा हामी के भन्छौँ? उफ्री व्यय, यो पनि भनेको थियो नि त। उफ्रीको मतलब उपरिवार, व्ययको मतलब खर्च। उपरिवार खर्चहरूलाई हामी के भन्छौँ? इनडाइरेक्ट कस्ट भन्छौँ। मैले अझै इक्जाम्पल दिएको थियो, हामी पढ्न आएछौँ भने हाम्रो पढाइमा जति खर्चहरू लाग्छ त्यो सबै भनेको हाम्रो के हो त? डाइरेक्ट कस्ट हो। तर पढाइको अलावा यहाँ हामी रुम रेन्ट तिरिरहेको छौँ होइन, त्यो इलेक्ट्रिसिटी चार्ज तिरिरहेको छौँ, यो सबै भनेको हाम्रो के हो त? इनडाइरेक्ट कस्ट हो। भन्नाले डाइरेक्ट एक्सपेन्सेसबाट नै सिर्जना भएको हुन्छ इनडाइरेक्ट एक्सपेन्सेस भनेर हामी बुझेको थियौँ। सेम त्यस्तै हो। अब यो च्याप्टर पढ्नु छ भने यदि तपाईँहरूलाई कस्टको बारेमा र एक्सपेन्सेसको बारेमा डिपली नलेज छैन भने गएर डे 2 र डे 3 को क्लास हेर्नु होला। डाइरेक्ट कस्ट हामी यहाँ बुझ्न सक्छौँ। मानिहाल्नुहोस् कि हामीलाई कुनै बिस्कुट नै बनाउनु छ होइन, हाम्रो जुन फ्याक्ट्री छ त्यो बिस्कुट फ्याक्ट्री हो, हामी बिस्कुट बनाइरहेको छौँ र बिस्कुट बनाउनमा सम्बन्ध पहिला के चाहियो त? के चाहियो? मैदा चाहियो नि। त्यसलाई हामी नाम यहाँ लेख्न सक्छौँ, डाइरेक्ट मेटेरियल। मेटेरियल भनेको काँचा पदार्थ, मैदा, चिनी, पानी चाहियो नि त बिस्कुट बनाउनको लागि। सबभन्दा पहिला त हामीलाई यही चाहियो होइन। अब हेर्नुहोस्, खालि मैदाले हाम्रो बिस्कुट त बन्दैन, मतलब त्यो मात्र मैदाले हाम्रो बिस्कुट बन्छ त? बन्दैन होइन। अब त्यसमा के लगाउनु पर्यो? लेबरहरू लगाउनु पर्यो होइन, जसलाई हामी के भन्छौँ? डाइरेक्ट लेबर भन्छौँ। यसलाई हामी वेजेस पनि भन्छौँ। डाइरेक्ट लेबर वा वेजेस पनि यसलाई हामी भन्छौँ। यस्तो म यहाँ बुझ्नको लागि लेखिदिरहेको छु, डाइरेक्ट अदर एक्सपेन्सेस, यानि कि सिधै यो कहाँ लागिरहेको छ? बिस्कुटमा लागिरहेको छ। अब यो च्याप्टर जुन हामी पढिरहेछौँ, युनिट अर आउटपुट कस्टिङ यानि कि कस्ट, यसमा यस्तो फर्मुला तपाईँहरू बुझ्नुहोस्, डाइरेक्ट प्लस डाइरेक्ट जोडेर के हुन्छ? प्राइम कस्ट हुन्छ। यो बुझ्नु होला, डाइरेक्ट प्लस डाइरेक्ट भनेको के हो? प्राइम कस्ट हो। यो एउटा फर्मुला भयो, डाइरेक्ट प्लस डाइरेक्ट इक्वल टु प्राइम कस्ट। डाइरेक्ट प्लस डाइरेक्ट इक्वल टु प्राइम कस्ट, यो हामीलाई बुझ्नुपर्छ है। डाइरेक्ट प्लस डाइरेक्ट इक्वल टु प्राइम कस्ट, यो तपाईँहरूलाई थाहा हुनु पर्यो। अनि अर्को यहाँको सकिहाल्यो। अर्को अब हाम्रो आयो इनडाइरेक्ट हो। इनडाइरेक्ट कस्टलाई हामी ओभरहेड पनि भन्छौँ। ध्यानले यहाँ हेर्नु होला है। अब यसको मैले नाम बनाएछु, आफ्नो तर्फबाट एउटा नाम के मैले बनाएछु, सर्टकटमा याद गर्ने तरिका फोर्स। के याद राख्नु होला? फोर्स, ठिक छ? फोर्स, FOS, फोर्स। अब फोर्सको फुल फर्म के हुन्छ? यहाँ हेर्नुहोस्, एफदेखि ओदेखि र एसदेखि, FOS फोर्स। अब एफदेखि हाम्रो के हुन्छ? फ्याक्ट्री, ठिक छ? ओदेखि के हुन्छ? अफिस, अनि एसदेखि के हुन्छ? सेलिङ। यो तपाईँहरूले याद हुनुपर्छ है। अनि याद गर्ने तरिका मैले के भनिदिएँ? फोर्स, फ्याक्ट्री, अफिस र सेलिङ। हेर्नुहोस्, मेरो क्लासमा के हुन्छ? फर्मेट होस् या जे होस्, गोडेमा याद भइहाल्छ है। त्यो अलिकति ध्यानले सुन्नुपर्छ र ध्यानले हेर्नुपर्छ है, यताउति ध्यान दिनु पर्दैन। यहाँ हेर्नुहोस्, सबभन्दा पहिला मैले के बताएँ? डाइरेक्ट प्लस डाइरेक्ट इक्वल टु प्राइम कस्ट है। त्यसपछि हामी के पढ्यो? फोर्स। फोर्स भनेको हाम्रो के हुन्छ? FOS, एफदेखि फ्याक्ट्री, ओदेखि अफिस र एसदेखि सेलिङ। कहिलेकाहीँ फ्याक्ट्रीलाई हामी वर्क पनि भन्छौँ, के भन्छौँ? वर्क भन्छौँ। अफिसलाई कहिलेकाहीँ एडमिनिस्ट्रेटिभ भन्छौँ, के भन्छौँ? एडमिनिस्ट्रेटिभ। र सेलिङलाई हामी के भन्छौँ? डिस्ट्रिब्युसन पनि भन्छौँ। नाम हो, अर्को नाम हो। याद गर्ने त हाम्रो त्यही फोर्स नै हो, फ्याक्ट्री, अफिस, सेलिङ, फ्याक्ट्री, अफिस, सेलिङ। अनुमान साल बुझियो सर। ल यहाँ हेर्नुहोस्, अब यो डाइरेक्ट प्लस डाइरेक्ट इक्वल टु हाम्रो के हुन्छ? प्राइम कस्ट हुन्छ। अनि फोर्स याद राख्नु होला, फोर्सको हामी फुल फर्म के पढ्यो त? फ्याक्ट्री, अफिस, सेलिङ हामी पढ्यो। बुझ्नुभयो? अब फर्मुला बनाउँदाखेरि यो डाइरेक्ट जोडेर प्राइम कस्ट आयो र यो फोर्सलाई हामी जोड्यो भने यस्तो हो कि अब यो प्राइम कस्टमा
हामी यो फोर्सको भ्यालुलाई जोडिदिन्छौँ भने टोटल फोर्स भनेको फ्याक्ट्री अफिसियलिङ हाम्रो के आउँछ टोटल कस्ट आइहाल्छ बुझ्नुभयो के आउँछ टोटल कस्ट आउँछ नत्र यहाँबाट हामी अर्को यसलाई हामी फर्मुलाको रूपमा पढ्दाखेरि हामी यस्तो पनि भन्न सक्छौँ है यो हामी फोर्सलाई जब जोड्छौँ भने फोर्सलाई जोड्नु छ भने जब जोडाइहाल्छ भने यसको नाम हुन्छ टोटल ओभरहेड के नाम हुन्छ टोटल ओभरहेडको मतलब इन्डाइरेक्ट हैन टोटल इन्डाइरेक्ट खर्च यहाँ आयो अनि प्राइम कस्टमा टोटल ओभरहेड जोडियो भने हाम्रो के आउँछ यहाँ टोटल कस्ट आउँछ अनि कुनै पनि कम्पनीले कस्ट स्टेटमेन्ट गरिसकेपछि टोटल कस्ट नै प्राप्त हुन्छ अनि टोटल कस्ट प्राप्त भइसकेपछि कुनै पनि कम्पनीले हाम्रो के गर्छ त त्यो प्रॉफिट खाएर मार्केटमा सेल गर्ने गर्छ कुनै पनि यस्तो कम्पनी छैन जुन चाहिँ बिना प्रॉफिटको के गर्छ त मार्केटमा हाम्रो गुड्सहरु सोल्ड गर्छ यस्तो कुनै कम्पनी छ त छैन यही कुरालाई म फर्मेटमा लेख्छु है जे कुरा यहाँ बतायो याद गर्ने तरिका त्यसैलाई म के गर्छु तपाईहरुलाई नेपालीमा लेखेर बताउँछु कुन आइक्यू स्कुल के स्कुल ल अब म तपाईहरुलाई फर्मेट गराउँछु है अब म तपाईहरुलाई के गराउँछु फर्मेट गराउने गर्छु फर्मेटमा मैले जे कुरा लेखाएको छु त्यही हुन्छ ठीक पहिला यहाँ हुन्छ पार्टिकुलर अनि म तपाईहरुलाई एउटै आरएस मा पढाइदिन्छु है दुईटा आरएस यहाँ थिच्न जरुरी छैन दुईटा आरएस टोटल कस्ट जब यो ठुलो वाला कस्ट पढाउँछु तब त्यसमा दुईटा आरएस हुन्छ यानी कि अमाउन्ट हुन्छ यहाँ आरएस पनि हुन सक्छ अमाउन्ट पनि हुन सक्छ यो नबुझ्नु होला कि अमाउन्ट किन मैले लेखिन अमाउन्ट नै आरएस हो ठीक ल मैले भर्खर के पढायो डाइरेक्ट जोडेर के आउने हो डाइरेक्ट जोडेर हाम्रो के आउँछ डाइरेक्ट मटेरियल हैन अर्को चाहिँ हाम्रो के हुन्छ डाइरेक्ट वेजेस डाइरेक्ट जोडेर हाम्रो के आउँछ प्राइम कस्ट आउँछ के आउँछ प्राइम कस्ट आउँछ अनि मैले भर्खर के भन्यो एड गरौँ या हामी प्लस गरौँ है म प्लस गरिदिरहेको छु मैले के भने भर्खर फोर्स केलाई याद गर्नुस् फोर्सलाई याद गर्नुस् केलाई याद गर्ने फोर्सलाई याद गर्ने केलाई याद गर्ने फोर्सलाई याद गर्ने अब हेर्नुस् फोर्स भन्नाले हाम्रो के हुन्छ त फ्याक्ट्री अफिसियलिङ हुन्छ नि त्यही हामी याद गर्छौं के फ्याक्ट्री वा वर्क ओभरहेड यसको फुल नेम त हाम्रो यही हुन्छ अब हेर्नुस् यो फ्याक्ट्री ओभरहेड जोडिसकेपछि जुन एन्सर आउँछ नि त्यो एन्सरको नाम के हुन्छ यही कुरा तपाईहरुले मात्र बुझ्नु पर्छ या हाम्रो याद गर्नु पर्छ ठीक छ फ्याक्ट्री ओभरहेड जोडिसकेपछि जुन हाम्रो एन्सर आउँछ त्यो एन्सरको नाम के हुन्छ फ्याक्ट्री कस्ट हुन्छ फेरि मैले त भने दियो फोर्सलाई जोड्नको लागि अहिले एफ नै भयो अब कसको पालो ओ को पालो हामी ओ लाई जोड्छौं ओ भनेको अफिस वा एडमिनिस्ट्रेटिभ ओभरहेड हैन उमेश लेखिदियो या पुरै नाम लेख्नुस् न हैन ओभरहेड हुन्छ यो जब यो अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड जोडाइहाल्छ भने जुन नाम आउँछ त्यो नामको हामी के भन्छौं कस्ट अफ गुड्स हो यही मात्र तपाईहरुले याद गर्नुपर्छ बुझ्नु भइराछ अब यो आइसकेपछि हामी फोर्स नै जोड्नु थियो एफ भयो ओ भयो अब कसको पालो एस को पालो त हामी यहाँ गरिदिन्छौं सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभर हेड जुन फर्क मैले बाहिर पढायो त्यही त हो हैन त्यही त हो अब सबै जोडिसकेपछि जुन एन्सर आउँछ त्यो एन्सरको नाम हाम्रो के हुन्छ टोटल कस्ट यता साइडको लेखेको हेरिराछ भनिदिनु पर्यो कि हेरिरहेको छैन ल यहाँ हेर्नुस् अब टोटल कस्ट आयो हैन टोटल कस्ट आयो अब टोटल कस्ट आइसकेपछि अब कुनै पनि कम्पनीले के गर्छ प्रॉफिट खान्छ अब प्रॉफिट काट्ने रुल हाम्रो दुई तरिकाले छ हैन जुन मैले हिसाब बताउने बेलामा हिसाब गराउने बेलामा तपाईहरुले बताउने हो हैन
अब प्रॉफिट जोडिसकेपछि जुन हाम्रो एन्सर आउँछ नि त्यही एन्सर हाम्रो भइहाल्छ सेल्स प्राइस। सेल्स प्राइस ल यो कस्टको फर्मेट याद भयो कि भएन? भयो सर। हजुर सर बुझियो रेन्स यादव आनन्द गुप्ता भयो सर, भयो गणेश पटेल भयो सर। फ्याक्ट्री ओभरहेड हुन्छ सर? हो त्यही हुने हो, त्यही हुने। एमडी सरफराज आलम सर सर के सर 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 ल ल ल यहाँ हेर्नुहोस् इजी छ सर, अरमान इजी नै हो। ल हेर्नुहोस् अब यो भइहाल्यो भने फर्मेट याद गर्ने मैले एउटा त्यो टिप्स नै पढाएको छु। डाइरेक्ट प्लस डाइरेक्ट इज इक्वल टु प्राइम कस्ट, अनि प्राइम कस्ट आइसकेपछि हामी फोर्सलाई जोड्ने हो। फोर्स भनेको फ्याक्ट्री अफिस सेलिङ, फ्याक्ट्री होइन यहाँ छ फ्याक्ट्री अफिस र सेलिङ जोडेपछि टोटल कस्ट आउँछ, अनि प्रॉफिट हामी जोड्छौँ, जुन एन्सर आउँछ त्यही हाम्रो भइहाल्छ सेल्स प्राइस। यो हो। आज म मात्र नोट्स लेखाइरहेको छु है। अब हेर्नुहोस् अब यति भइसकेको छ भने अब हाम्रो कस्ट सकिहाल्यो, कस्ट सकिहाल्यो नि अब कहाँ केही छ, कस्ट सकिहाल्यो, कस्ट हाम्रो के भयो सकिहाल्यो। अब जब कस्ट सकिहाल्छ भने अब हाम्रो पालो आउँछ टेन्डर सिटको। त यो छैन हैन, यो छैन कि हाम्रो टेन्डर सिटको फर्मेट चाहिँ बेग्लै हुन्छ भनेर, त्यस्तो छैन। यदि हामी बुझियो भने हामी यसलाई स्टेप 1 भनेर पढ्न सक्छौँ बुझ्नको लागि, नत्र नलेखेर पनि फरक पर्दैन। रुल होइन कि हामी स्टेप 1 स्टेप 2 स्टेप 3 गरेर पढ्छौँ, होइन। ए नम्बरमा हामी कस्ट लेखियो। अब यसपछि म तपाईँलाई के बताइरहेको छु, यो टेन्डर सिट हामीलाई बनाउनु पर्छ। अब हेर्नुहोस् टेन्डर सिटको जुन फर्मेट हुन्छ नि त्यो सेम टु सेम हुन्छ। टेन्डर सिटको जुन फर्मेट हुन्छ त्यो सेम टु सेम हुन्छ। टेन्डर सिटको जुन फर्मेट छ त्यो सेम टु सेम हुन्छ। बुझ्नु भइरहेछ? त्यो फर्मेट बनाउनुभन्दा पहिला हामीलाई यहाँ के गर्नुपर्छ, स्टेप 2 मा स्टेप 1 मा हामी कस्ट बनायो र स्टेप 2 मा हामीलाई त्यो पर्सेन्टेज निकाल्नु पर्छ फोर्सको, हैन। हामी यहाँ के गर्छौं, क्याल्कुलेट द, सबै नोट कपी राख्नु होला के, क्याल्कुलेट द पर्सेन्टेज अफ फोर्स, क्याल्कुलेट द पर्सेन्टेज अफ फोर्स। एक नम्बरमा फोर्स एफ आउँछ, एफ देखि पर्सेन्टेज अफ फ्याक्ट्री ओभरहेड, ओएच को मतलब ओभरहेड बुझ्नु होला है, अन द बेसिस अफ। अब हेर्नु होला अन द बेसिस अफ हाम्रो के हुन्छ। अब यहाँ क्वेशन यदि साइलेन्ट छ, क्वेशनमा केही लेखेर दिएको छैन भने, ठीक छ, क्वेशनमा केही यदि लेखेर दिएको छैन भने हामी यहाँ डाइरेक्ट वेजेस बुझ्छौँ। डीडब्ल्यू को मतलब डाइरेक्ट वेजेस बुझ्नु होला है, डीडब्ल्यू को मतलब यही हो, डाइरेक्ट वेजेस बुझ्नु होला, ठीक छ। अब यसले फर्मुला हामी कसरी बनाउँछौँ, जे हामी निकालिरहेको छौँ त्यो माथि फ्याक्ट्री निकालिरहेको छौँ, फ्याक्ट्री ओभरहेड माथि कस्टको बेसिसमा, यहाँ हेर्नु होला कस्टको बेसिसमा डाइरेक्ट वेजेस, त्यही भएर हाम्रो डाइरेक्ट वेजेस तल हुन्छ। के हुन्छ हाम्रो डाइरेक्ट वेजेस तल हुन्छ। अनि हामीलाई थाहा छ पर्सेन्टमा कन्भर्ट गर्नको लागि हामी के गर्छौँ, 100 ले गुणा गर्छौँ, जुन यहाँ एन्सर आउँछ त्यही हाम्रो के हुन्छ पर्सेन्टेजमा एन्सर हुन्छ। बुझ्नुभयो? तपाईँको पढाउने तरिका नै इजी छ सर, दामी छ सर, ल थ्याङ्क यू। भयो यो फर्मुला बुझ्नु होला है। अर्को फर्मुला पर्सेन्टेज अफ फ्याक्ट्रीको त यहाँ भइहाल्यो। अब कसको पालो, ओ को पालो। ओ भन्नाले अफिस ओभरहेड, अफिसलाई एडमिनिस्ट्रेटिभ पनि भनिन्छ है। पर्सेन्टेज अफ अफिस ओभरहेड अन द बेसिस अफ, अन द बेसिस अफ, यसको बेसिस क्वेशनमा केही दिएको छैन भने एफसी, एफसी को मतलब फ्याक्ट्री कस्ट, यो फ्याक्ट्री कस्ट, यो एफसी फ्याक्ट्री कस्ट बुझ्नु होला। अब यसको फर्मुला हामी कसरी बनाउँछौँ, जे निकालिरहेछौँ त्यो माथि, अफिस हामी निकालिरहेछौँ अफिस ओभरहेड माथि, कस्टको बेसिसमा फ्याक्ट्री कस्टको बेसिसमा, त्यही भएर फ्याक्ट्री कस्ट तल अनि इन्टु 100% हुन्छ। बुझ्नुभयो? अनि यहाँ जो एन्सर आउँछ त्यो पर्सेन्टेजमा आउँछ। भयो क्लियर? 3 नम्बरमा फोर्स नि भने थियो, एफ भयो, ओ भयो, यसैले बाँकी छ पर्सेन्टेज अफ सेलिङ ओभरहेड अन द बेसिस अफ,
सेम लेख्नु छ के मात्र बेसिस चेन्ज यसको पनि बेसिस सेमै हुन्छ फ्याक्ट्री कस्ट नै हुन्छ है यसको पनि बेसिस चाहिँ फ्याक्ट्री कस्ट नै हुन्छ फर्मुला कसरी बनाउने जे निकालिरहेछौ त्यो माथि सेलिङ हामी निकालिरहेछौँ सेलिङ ओभरहेड माथि कसको बेसिसमा फ्याक्ट्री कस्टको बेसिसमा हामी निकालिरहेछौँ इन्टु 100% भयो यहाँ जुन एन्सर आउँछ त्यो केमा आउँछ पर्सेन्टेजमा आउँछ सक्यो बुझ्नुभयो यही हो फर्स्ट स्टेपमा हामी के गर्छौँ कस्ट सिटको फर्मेट बनाउँछौँ फर्मेट याद गर्ने तरिका डाइरेक्ट प्लस डाइरेक्ट इज इक्वल टु प्राइम कस्ट अनि प्राइम कस्टमा हामीले फोर्सलाई जोड्नु छ फोर्स भनेको हाम्रो फ्याक्ट्री अफिस सेलिङ मैले एउटा टिप्स के तपाईँहरूले पढाइरहेको छु फोर्स फर्स्ट स्टेपमा कस्ट सिट बनाउने डाइरेक्ट प्लस डाइरेक्ट इज इक्वल टु प्राइम कस्ट फोर्सलाई जोड्ने एफओ यस फोर्स भनेको फ्याक्ट्री ओ भनेको अफिस एस भनेको सेलिङ तिनटैलाई जोडेपछि टोटल कस्ट आयो यसमा प्रॉफिट जोड्ने प्रॉफिट कसरी जोड्ने कसरी काट्ने म हिसाब गराउने बेलामा बताउँछु ई नम्बरमा हाम्रो सेल्स प्राइस भइहाल्यो हैन यति ए नम्बर हाम्रो सकिहाल्यो बी नम्बर भन्नाले हाम्रो टेन्डर सिट नै हो अब टेन्डर सिट हाम्रो कस्ट सिट जस्तो नै फर्मेट हुन्छ तर स्टेप 1 मा कस्ट सिट बनाइसकेपछि स्टेप 2 मा हामीलाई कस्ट सिट बनाइसकेपछि यो हामीलाई गर्नै पर्छ यो कम्पल्सरी यो हामीलाई गर्नुपर्छ यो तपाईहरु याद गर्नुस् या बुझ्नुस् या जे गर्नुस् यो तपाईहरुलाई गर्नु नै पर्छ यो कस्ट सिट गरिसकेपछि हामीले टेन्डर सिट यदि दियो ए नम्बरमा कस्ट सिट बी नम्बरमा टेन्डर सिट दियो भने कस्ट सिट पनि हामीलाई गर्नुपर्छ र टेन्डर सिट गर्नुभन्दा पहिला हामीले यो गर्नुपर्छ त्यही भएर मैले स्टेप 1 र स्टेप 2 गरेर पढाएँ अब स्टेप 3 भनेको हाम्रो के हो त टेन्डर सिट हो बुझ्नुभयो अब हाम्रो स्टेप 2 भनेको हाम्रो के हुन्छ टेन्डर सिट हुन्छ यो चाहिँ हाम्रो फर्मुलाको पार्ट हो यो मैले फर्मुला कसरी यस्तो बतायो यदि हाम्रो क्वेशन साइलेन्ट छ यो डीडब्ल्यू को मतलब डाइरेक्ट वेजेज हुन्छ है डीडब्ल्यू को मतलब के हुन्छ डाइरेक्ट वेजेज यो जम्मा जाइहाल्छ नि अनि एफसी को मतलब के हुन्छ फ्याक्ट्री कस्ट मैले यहाँ सब लेखिदिएछु है यो बुझ्नु पर्यो अब यो फर्मुला भइसकेपछि अब हामी पढ्छौं थर्ड स्टेप ठीक अब हामी के पढ्छौं थर्ड स्टेप त थर्ड स्टेप भनेको हाम्रो यही हो सेम टु सेम यही हो यसलाई म मेटाएर बनाइदिरहेछु स्टेप 3 ठीक छ अनि यहाँ म लेखिदिरहेछु टेन्डर सिट बुझ्नको लागि भइहाल्यो सकिहाल्यो यही त हो अब पार्टिकुलर आरएस हुन्छ डाइरेक्ट जोडेपछि के आउने हो प्राइम कस्ट आउने हो अब हेर्नुस् यो फ्याक्ट्री ओभरहेड नै हुन्छ अब यो कस्ट सिटमा के हुन्छ फ्याक्ट्री अफिस सेलिङको भ्यालुहरु दिन्छ तर टेन्डर सिटमा हाम्रो भ्यालुहरु दिदैन अब टेन्डर सिटमा भ्यालुहरु दिदैन भने त्यसैको लागि त हामी यो पर्सेन्टेज निकालेका हुन्छौं त्यहाँ पनि त्यही गर्छौं पर्सेन्टेज अफ कस्टको बेसिसमा डाइरेक्ट वेजेस हामी यहाँ के गर्छौं डाइरेक्ट वेजेसबाट काटेर तब अमाउन्टलाई हामी यहाँ लेख्छौं अब त्यो जोडेपछि जुन एन्सर आउँछ त्यो एन्सरको नाम हुन्छ फ्याक्ट्री कस्ट अब हामी के एड गर्छौं अफिस ओभरहेड अफिस वा एडमिनिस्ट्रेटिभ ओभरहेड मैले दुईटै नाम लेखेको अब अफिस ओभरहेड हामीलाई एड गर्नु छ भने यसको पनि यहाँ पर्सेन्टेज हुन्छ अफिस ओभरहेडको पनि हाम्रो के हुन्छ पर्सेन्टेज हुन्छ पर्सेन्टेज अफ कसको बेसिस छ यो फ्याक्ट्री कस्टको बेसिस हो त्यही भएर हामी यहाँ के लेख्छौं फ्याक्ट्री कस्ट लेखेर यहाँ हामीले काटेर लेख्छौं फेरि हामी जोड्छौं जोडेपछि जुन एन्सर आउँछ त्यो एन्सरको नाम हुन्छ कस्ट अफ गुड्स सोल्ड फेरि सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेडलाई हामीलाई लेख्नु पर्छ हैन सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड यसको पनि पर्सेन्टेज हामी यहाँ निकालेको हुन्छ ओहो यति जोडले बजाइरहेछ यसको पनि हामी के गरेका हुन्छौं पर्सेन्टेज हामी काटेका हुन्छौं पर्सेन्टेज अफ हाम्रो के हुन्छ यो फ्याक्ट्री कस्ट हामी यहाँ लेख्ने गर्छौं पर्सेन्टेज अफ फ्याक्ट्री कस्ट काटेर हामी यहाँ लेख्छौं यो दुईटा हामी जोड्छौं जुन एन्सर आउँछ त्यो एन्सरको नाम के हुन्छ टोटल कस्ट हुन्छ प्रॉफिट काट्ने सेम पहिला जस्तो नै हो अनि यहाँ जुन एन्सर आउँछ त्यो एन्सरको नाम भइहाल्छ टेन्डर प्राइस के नाम भइहाल्छ टेन्डर प्राइस यही भनेको हाम्रो के हो त नोट्स हो 8 मार्क्स को पाउने भनेको नोट्स यही हो स्टेप 1 भनेको हाम्रो कस्ट सिट हो हैन स्टेप 1 हामी के पढ्यो कस्ट सिट पढ्यो ठीक छ अब यो कसरी पढ्यो डाइरेक्ट प्लस डाइरेक्ट इज इक्वल टु प्राइम कस्ट अनि फोर्सलाई जोड्ने हाम्रो टोटल कस्ट यस्तै पढ्यो फर्मुला बनायो मैले
सिम्पल फर्मुला बनाइदियो हेर्नुहोस् त। अनि अर्को स्टेप 2 मा हामी के पढ्यो त पर्सेन्टेज अफ फोर्स र स्टेप 3 मा हामी के पढ्यो टेन्डर सिट पढिलियो हैन टेन्डर सिट। अब यहाँ पनि डाइरेक्ट प्लस डाइरेक्ट इज इक्वल टु प्राइम कस्ट र यहाँ पनि फोर्सलाई जोड्ने टोटल कस्ट सकिहाल्यो। ए हो हामी पढ्यो, यति हामी पढ्यो, बुझ्नुभयो। अब हाम्रो हुन्छ हिसाब अब यसको तपाईहरु ओल्ड इज गोल्ड हैन, अस्मिता पब्लिकेसनको होस् या एडभान्स होस् जुनबाट पनि हुन्छ। ओल्ड इज गोल्डबाट अब मैले क्लास भोलि यसको हिसाब गराउँछु भने तपाईहरुले धेरै सिम्पल लाग्छ है। आजको लागि नोट्सहरु भइहाल्यो।